तपाईँले एउटा अन्तर्वार्तामा भन्नुभएको थियो क्या कुनै बेला गिरिजा प्रसादले मलाई चाहिँ मन्त्री बन्न चाहिँ प्रस्ताव गर्नुभएको थियो भन्नुभएको थियो टेलिभिजनमा अनि उहाँलाई गएर सोध्नुहोस् भन्नुभएको के यो स्वर्गारोहण भएकोलाई कहाँ गएर सोध्नु थियो भनिदिनु न ठिक छ तपाईँले त्यसलाई त्यो भनिदिनु न गलत बुझ्नुभयो यसबारे कुरा नगर्नु गलत होइन क्या स्वर्गारोहण भएकोलाई तपाईँले उहाँ गएर सोध्नु उहाँलाई गएर सोध्नु भन्नुभयो क्या तपाईँले पुरै हेर्नुपर्छ प्राइम टेलिभिजनमा नलेख्नु केही पनि नलेख्नु भन्नुभएको छ अरे नि यो विषयमा के भन्नु पहिला टेलिभिजन हेर्नुहोस् न टेलिभिजनमा कति समाचार आइरहेको अब उखु किसानको लागि उखु बोकिदिने तपाईँ यता टमाटर किसानको लागि के गरिदिनुहुन्छ टमाटर किसानको माग सम्बोधन गर्नको लागि म पहल गर्छु सरकारलाई आएर गर्छु मैले गर्ने भनेको पहल गर्ने हो किसानहरूको माग सम्बोधन हुनुपर्छ सरकारलाई अनुरोध गर्ने हो होइन सरकारले किसानहरूको माग सम्बोधन गर्छ पत्रकारितामा हुँदा होस् या त अहिले राजनीतिमा घुमिसकेपछि किसानका लागि ऋषि धमालाले गरेको किसानले बिर्सनै नसक्ने कुनै त्यसको पल र त्यसको काम छ भन्नेलाई केही महत्त्वपूर्ण कुराहरू छ तपाईँलाई म यसबारेमा जस्तो मैले राजनीतिमा आइसकेपछि सबभन्दा ठुलो मैले उठान गरेको किसानको मुद्दामा चाहिँ अब किसानहरूलाई हामीले चाहिँ समयमा बिउ दिनुपर्छ मल दिनुपर्छ ऋण दिनुपर्छ सहुलियतमा ऋण दिनुपर्छ खेतबारी जोत्नको लागि पहल गरिदिनुपर्छ त्यसको लागि चाहिँ हामीले प्रवृत्ति छ नि अब भित्र्याउनुपर्छ अब गाउँघरमा अझै पनि खेतबारी बाँझै छ त्यतिर चाहिँ हामीले अब सरकारलाई चाहिँ भनेर हो कि अथवा गाउँमा युवा छैनन् गाउँमा युवाहरूलाई कसरी राख्ने बसाइसराई गर्न थाले बाँदर आतङ्क छ किसानहरूले छ नि अहिले गाउँमा पीडा भोगिरहेछन् त्यतिर मेरो ध्यान गएको छ क्या भनेपछि ऋषि धमाला किसानको सन्दर्भमा एकदम सिरियस छ सरकारले शीघ्र गर्नुपर्छ तुरुन्त गर्नुपर्छ भन्ने कुरामा भन्नु सरकारले के गर्यो भने चाहिँ कृषकहरू यसरी माइती घरमा आउँदैनन् त्यो कुरा क्लियर गरिदिनुहोस् पहिलो कुरा त किसानहरूको माग भनेको आफूले उत्पादन गरेको होइन वस्तुहरूको बजार हुनु पर्यो किसानहरूको माग पहिलो दोस्रो त्यो उत्पादन गर्नुको लागि के चाहियो बिउ पनि चाहियो मल पनि चाहियो त्यसको लागि सरकारले बेलैमा मल र बिउको व्यवस्थापन गरिदिनु पर्यो अर्को अब किसानहरू हलो जोतेर उत्पादन गर्न सक्दैन प्रविधि चाहियो गाउँमा एकदम प्रविधि हामीले व्यवस्था गर्न पर्यो